हेलो भियर्स, हाउ आर यू? सबैजना सन्चै हुनुहुन्छ होला। म आज चाहिँ डिफ्रेन्ट लुकमा हुँदैछु जाँदैछु। कहाँ भन्दाखेरि एकजना विशेष दिदीको विवाह पार्टी बिहेमा म अनि त्यहाँनिर भाउजू हुनुहुन्छ अनि अर्को हाम्रो एकजना अरुण भन्ने साथी हुनुहुन्छ है। म त छिटो रेडी हुनुपर्ने छ, एकदम हतार भइसकेको छ गाइस। भाउजू अघि नै तल आएर बसिसक्नु भएको छ, पर्खेर बसिरहनु भएको छ। धेरै बेर मैले पुऱ्याएँ है। भिडियो सामग्रीहरू चाहिँ होइन, फुटेजहरू चाहिँ मैले पस्किन पाउने नपाउने भन्ने सन्दर्भमा केही जानकारी छैन, किनभने यो नितान्त व्यक्तिगत कुरा हो है। अनि त्यही भएर एउटा विवाह एटेन्ड गर्न गइरहेको कुरा चाहिँ जानकारी गराइयो। हाउ इज दिस? इट्स टोटल्ली फाइन आई थिङ्क। व्हाइट अटायरमा चाहिँ म बिहे एटेन्ड गर्न जाँदैछु गाइस। यस, विश मी लक। जाने कि काँकरबाट जाने? हामी त सुनमाई। हेलो साथीहरू, मैले होइन हामी भाउजू र हामी म अब अरुण पनि आउँदैछ। त्यति बेला चाहिँ हामी दिदीको बिहेतिर जाँदैछौँ। यहाँ गिफ्टहरू पनि आइसक्यो। गिफ्ट के छ भनेर चाहिँ नभनौँ, यो सरप्राइज गिफ्ट हो। के हो भाउजू? सरप्राइजै हो नि। अनि अब अरुण भन्ने साथी चाहिँ धरानबाट आउँदैछ। हिजो काठमाडौँबाट हिँडेको मान्छे आउँदैछ। टक्क लाएर यो बिर्तामोडको पूर्व स्टेसनमा बस भनेको छु मैले। आउँदै होला। यहाँ हामी चाहिँ अटोमा जाँदैछौँ। मुक्ति चोकबाट हामी तिर्सिसक्यौँ बाटो। अब बाँकी कुरा चाहिँ अरुणै आएपछि ल। अरुणलाई भेटिसकेपछि हामी दिदीको बिहेको लागि हामी लागिहाल्यौँ बाटो है। तर पछि हामीले के गर्न सकेनौँ भन्दाखेरि त्यो भिडियोहरू सुट गर्न सकेनौँ है। अनि त्यही हो, दिदीलाई चाहिँ वैवाहिक जीवनको धेरै शुभकामना छ है। दिदीलाई अन्माएर लाने बेलासम्म बस्ने इच्छा हुँदाहुँदै विशेष परिस्थितिका कारण हामी चाहिँ तिनजना होइन छिटै निस्किनु पर्ने भयो। लगभग त्यस्तै आधी घन्टा 1 घन्टा जति बसेर चाहिँ हामी निस्क्यौँ। मैले अब पुराना केही तस्बिरहरू झलकहरू हामी सँगै बिताएका पलहरूको तस्बिरहरू चाहिँ राखेर एउटा सानो भिडियो सामग्रीहरू चाहिँ तयार गर्दैछु, जहाँ दिदीसँग म होइन दिदीहरूको फ्यामिलीको त्यो पिकनिक पार्टी हुँदाखेरि गएको होइन। त्यता गएर हामीले त्यो ठाउँ त बिर्स्यो, त्यो भक्तपुरको ठाउँ थियो, मन्दिर एउटा थियो। त्यता गएर हामीले फोटो खिचेका थियौँ होइन। हामीले त्यति धेरै फोटोहरू त खिचेका रहेनछौँ है। तर अब जति चाहिँ यादगार छन्, दिदीको बर्थडे मनाएको माथि देउसुके धाराको आमाकोमा बस्दाखेरि सायद 73-74 सालतिरको कुरा हुनुपर्छ। प्रमोद सरको क्लास लिनलाई हामी गएको। दिदी आफै गाउनुहुन्छ, बजाउनुहुन्छ। केही गीतहरू सार्वजनिक पनि छन्। दिदीको बिहेमा गइयो, खाइयो, आइयो, तर दिदी भिनाजुसँग फोटो खिच्न भन्ने पाइएन है। फेरि पनि दिदी भिनाजुलाई वैवाहिक जीवनको शुभकामना छ भन्दै आजको लागि चाहिँ मैले यति नै राखेँ। फेरि भेटौँला अर्को नयाँ सामग्रीका साथ। धन्यवाद।